ल ल छिटो आइज। आखिरीमा साथीकोमै जानु रहेछ त। मलाई एकचोटि भनेर गएको बानी भइहाल्थ्यो। बेकार मान्छेलाई टेन्सन दिन्छ के। बागमती भाउजू अब सोझो कुरा गर्यो भने बाङ्ग उतारिदिनुहुन्छ। नाङ्गे काकाले काकी भित्रमा चाहिँ कहिले रहेछ? अनि के चाहिने नचाहिने कुरा गरेर देऊ तिनी तपाईँले। काकाको बिहे गर्ने कुरा कहिले गराउँछौँ र हामीले? तपाईँहरूले नभनेर भएन भाउजू। पातले गाउँभरिको मान्छेहरूलाई थाहा छ। तपाईँहरूले पनि त्यही लाज हुन्छ भनेर नभने त होला नि। मुख छ भन्दैमा जे पाते बोल्ने होइन नानी। मुख सुख च्यातिदिन्छु नि फेरि म। ठिकै छ त भाउजू। म एउटा त नबोलाउँला नभनौँला। पुरै गाउँभरिको मान्छेको मुख टाल्न त सक्नुहुन्न क्या अरे। नाङ्गेजी र इन्द्रकमलको प्रेम कहानी भनेर पुस्तक बाहिरिने मात्र बाँकी छ क्या अरे। के मसरी रिसाउनुहुन्छ? आफ्नो आङमा भैँसी हिँड्या नदेख्ने, अर्काको आङमा जुम्रा हिँड्या देख्ने भनेको यही हो। उसको बहिनीको कहानी चाहिँ हामीलाई थाहा नभएको र। तर जे भए पनि यो कुराको छिनोफानो चाहिँ लाउनुपर्छ है। नत्र भने यो नाङ्गे काकाले हाम्रो नाकै काट्न पनि सक्छन् के। जे गर्नु। लुच्चाको धन चुच्चाले खान्छ भन्थे हो रहेछ कि क्या हो। आफूले पनि राम्रोसँग राख्नु पर्ने। बल्ल बल्ल पाएको त्यत्तिका पैसा कहाँ खस्यो होला। अघि हिँडेको बाटो त यही हो। काकी आज त एक्लै हिँड्नु भएको छ त। अनि के हराए हराए जस्तो नि गर्नु भएको छ के हो? बाटोमा हिँड्दा म सधैँ एक्लै त हिँड्छु नि। को छ र मेरो साथी? आफूलाई उहाँ पैसा हराएर कस्तो टेन्सन भएको बेला लुटाको धन फुपूको सराप दे भने जस्तो मेहनत गरेर कमाएको भए पो अडिन्थ्यो त। त्यसै आएको पैसा त हराइहाल्छ नि काकी। तेरो जिब्रोमा ठेस लाग्दैन? जे बोले पनि भइहाल्छ नि। मेरो पैसामा चाहिँ मेहनत परेको हुँदैन र? दुईटै हातमा लड्डु लिएर हिँडे मान्छेलाई किन मेहनत गर्नु पर्यो काकी? साँच्ची तपाईँ भित्रिने चाहिँ कसको घरमा हो? होइन तैँले के भन्न खोजेको देउती? कस्तो कसको घरमा? तपाईँले मात्र थाहा नपाए जस्तो गरेर के गर्नुहुन्छ काकी? पातले गाउँभरिको मान्छेले थाहा पाइसके। गुन्द्रुकेर त्यसले भिडियो नै भाइरल गरिदिइसके। तपाईँ पक्कै पनि त्यही खम्मेको काकी बन्नी त होला नि होइन? भिडियो रे? के भिडियो? कस्तो भिडियो? होइन के नचाहिने कुरा गरिरहेको? अब के भिडियो कस्तो भिडियो भनेर चाहिँ तपाईँ आफै गएर हेर्नु होला। हामी चाहिँ एकैचोटि रतेउलीमा भेटौँला है त काकी। ल होइन कसले कस्तो भिडियो बनायो मेरो? के हुन लागेको छ यो गाउँमा?